यो चाहिँ उन्नत जातको एभोकाडो हो। यो धनकुटाको पातलेबाट ल्याएको 4-5 वर्षको बिरुवा हो यो। अब यसले थुप्रो अब दाना दिन थालेको छ। गत साल नै 300 दानाभन्दा बढी फलेको र यसचोटि झन् अब यसको बोटको हुर्का हेर्दा र फला हेर्दाबाट चाहिँ नि यो आकर्षक छ। साह्रै आकर्षक लो हेर्नुहोस् साथीहरू। अहिले चाहिँ फुल्ने काम भइसक्यो, चिचिरा लागिराखेको छ र केही यहाँ चाहिँ अब पँधेराहरू लागेको हुनाले यहाँ मेरो भाइले कान्छाले चाहिँ नि यसलाई यहाँ विषादी हानिराखेको छ र यसरी चाहिँ मेरो बगानको बारबेरको काम र गोडमेलको कामहरू हेर्नु होला। यो किवीको तलतिरको यो किवीको सबै चाहिँ नि अब खेती हो। अब यो ढङ्गले यो प्लट सबै जापानिज फोयु जातको चाहिँ हलुवा बेतको चाहिँ नि यहाँ खेती गरिएको छ। यसचोटिदेखि फोयुले राम्रै दाना दिन थालेको छ। आगोदेखि अझै राम्रो हुन्छ भन्ने कुरा। यसरी चाहिँ अब यहाँ